आङसाम थेवा, इष्टदेवी युमासाम र हिङमाङ सबैको प्रतिमूर्तिको रूपमा पूज्ने गरिन्छ। किराँत धर्म अनुसार सत्यहाङमा उनै सृष्टिकर्ता दैविक ज्ञान प्राप्त महागुरु फाल्गुनन्द हुन् भन्ने मान्यता र विश्वास किराँत धर्मावलम्बीहरूमा अझ बढेको देखिन्छ। महागुरु फाल्गुनन्दको प्रथम कार्य नै समाज सुधार थियो, तर त्यसबेला निरङ्कुश तथा क्रूर राणा शासन व्यवस्थाको जल्दो बल्दो अवस्थामा भेटघाट, बैठक, सम्मेलन, पढ्न लेख्न र अन्य विषयमा आवत जावत गर्न, कुराकानी गर्न समेत यहाँका आदिवासी किराँत जातिहरूलाई बन्देज लगाइएको थियो। विविध समस्याहरूका बावजुद पनि भाषा, लिपि, असल समाज, धर्म, संस्कृति, संस्कारको उत्थानका लागि नीति निर्माणको आवश्यकता महसुस गरी विक्रम सम्वत 1988 साल वैशाख 24 गते हाल पान्थर जिल्ला चोकमागु गाविस वडा नम्बर 3 तिउली चाङ्गु साबेनुहाङ तुम्याहाङ यक्मा किराँत 17 थुम 10 लिम्बुका गण्यमान्यहरूलाई भेला गराई तपस्वी महागुरु फाल्गुनन्दको नेतृत्वमा शेरबहादुर लावतीको अध्यक्षतामा बसेको बैठकले 10 बुँदे सत्य धर्म मुचुल्का पारित गर्यो। सोही 10 बुँदे सत्य धर्म नै समाज सुधारका प्रमुख बुँदाहरू बनेका छन्। त्यसै गरी उहाँ धर्म प्रचार